नमस्कार है सम्पूर्णमा गंगा स्की ब्लग हेरिदिनु होला युट्युबमा गएर सम्पूर्णलाई आग्रह गर्न चाहन्छु। म चाहिँ यतिखेर मलेसियामा रहेर हजुरहरूलाई एकदम राम्रो नेपालमा जस्तै एउटा नेचुरल एउटा केरामा फल फलेको हेर्न सक्नुहुनेछ है। त्यस्तै भिडियोहरू विदेशमा बसेर पनि नेपालको यादहरू झल्काउने खालको तपाईहरु सामु प्रस्तुत गर्न गइरहेको छु। माया गरिदिनु होला, भिडियो हेरेर सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। हजुरको सब्स्क्राइबको महत्त्व छ, मलाई धेरै धेरै धन्यवाद छ तपाईहरुले गरिदिनुहुन्छ भन्ने आशा पनि छ मलाई। यस्तै गरी हामी अब यहाँ के छ कसो छ यो सबै कुराहरू तपाईहरुलाई बताउन त अलिक समय लाग्छ। पाटपाट भिडियोहरू हेर्न सक्नुहुनेछ। त्यतिखेरमा चाहिँ हामी यसरी गरेर आइरहेको छौँ, हेर्न सक्नुहुनेछ। यस्तो छ, यता यत्रो ठुलो बिल्डिङहरू पनि छ है, यस्तो बिल्डिङ छ, त्यस्तै बिल्डिङहरू छ, एकदम रमाइलो छ। विदेश भए पनि के गर्ने रेजिस्ट्रेसन चलिरहेछ हैन, चलिरहेछ, ठिक छ। के गर्ने जिन्दगी विदेश आएर चाहिँ मलाई खासै गुनासो चाहिँ छैन, किनकि नेपालमै स्वदेशमै बसेर पनि यो गर्दा पनि असम्भव उ गर्छु, असम्भवै असम्भव छ, सम्भव भन्ने केही पनि छैन। त्यस कारणले सम्भव नभइसके पछाडि अलिकति गाह्रो पर्छ भन्ने चाहिँ मलाई लागिरहेको छ। त्यस कारणले गर्दाखेरि म मात्रै हैन, सबै नेपाली युवाहरू यस्तै छ, सबैको स्थिति त्यस्तै हो। के छ भनेर भन्दाखेरि ठिक छ भनेर भन्ने हाम्रो एउटा परम्परा नै हो, नभए मनभित्र बिठा त के छ मेरो मात्रै होइन, सबैको सेम एउटै हो हाल भनेर चाहिँ म विदेशबाट भावुक पनि हुन चाहन्छु, भावुक हुन्छु। यसो ब्याक सम्झेर हेर्दाखेरि, ब्याक हेरेर सम्झिँदाखेरि चाहिँ एकदम भावुक हुन्छु, किनभने जिन्दगी के हो यस्तो। हामी नेपालीहरू विदेशमा कमाउन त्यस्तै हो भने जस्तो हुँदैन, अरूको नक्कर बन्ने हो। त्यस कारणले अलिकति समस्या हुन्छ नै। र देश बनाउन आउने माननीय जीवहरूलाई के भन्न चाहन्छु भने तपाईहरुले नेपाली युवाहरूलाई नेपालमै केही स्वरोजगार गराएर नेपालमै बस्ने व्यवस्था गरिदिनु भयो भने यो अति उत्तम हुनेछ। र भोट सबै थोक तपाईहरुकै हुनेछ। कतिवटा भोट चाहिँ विदेशमा जाने साथीहरूसँग लस हुन्छ। त्यस कारणले यो वातावरण स्टार्ट माननीयजीहरूबाटै भएको हो जस्तो मलाई लाग्छ। तर कृपया अन्यथा नलिनु होला, मलाई जस्तो लाग्छ उस्तो भनेको है। गाइस धन्यवाद छ, फेरि अर्को भिडियोमा भेटौँला, नमस्ते।